हेलो गाइस, नमस्ते सबैजनालाई। आज चाहिँ म के को भिडियो बनाउन आँटेको छु भने थुक्पा, आलु थुक्पा, अन्डा पनि हालेको छु है। यसमा आलु थुक्पा छ अनि मसँग रहेको छ अचार, तिलको अचार, टमाटर लगाएर। अनि यहाँ छ खोर्सानी, प्याज काटेर राखेको छु है। यहाँ अलिकति पापड छ, फ्राई गरेर राखेको छु। अनि मसँग पिउनामा रहेको छ पानी। अन्त आज चाहिँ मौसम पनि अलिक ठन्डा छ, चिसो छ है। अन्त कस्तोको थुक्पा खानु मन लाग्यो क्या मलाई, त्यही भएर बनाएको। अन्त तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। भिडियो चाहिँ निकै लामो हुन्छ, हेरेर यसो लाइक कमेन्ट सेयर गरिदिनु होला, इन्जोय गर्नु होला तपाईँहरू पनि। अन्त ल भन्दै सुरु गरेँ है। खाइ ल फर्स्ट बाइट हजुरहरूलाई। अलिक हल्ला आउँछ होला। अनि कति दिन भयो थियो भिडियो पनि नबनाएको मैले। खाएको भिडियो पनि कहिले काहीँ बनाउनु मन लाग्छ, यसो टाइम पास है। दामी छ यार। हजुरहरू सबैजना सन्चो सुविस्तै हुनुहुन्छ होला। म पनि सन्चै छु। ड्युटीले गर्दै भ्याउँदैन है। मेरो चाहिँ बिहान ड्युटी 7 बजी पुग्नुपर्छ, बेलुका 5 बजी छुट्टी हुन्छ। दामी छ, मिठो छ यार साथी। चिसो मौसममा यस्तै खानु मन लाग्छ हौ। हजुरहरूले खानु भएको छैन? खानुहोस्, इन्जोय गर्नुहोस्। जाडोमा त यस्तै मिठो हुन्छ। मिठो छ साथी। आलु थुक्पा मलाई त निक्को लाग्छ, पहिलादेखि एकदम मनपर्छ।